आदरणीय बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू सबैजनालाई मेरो नमस्कार छ। म तपाईहरुलाई नमस्कार भन्न चाहन्छु। म शरद राज खड्का प्रभु येशू ख्रीष्टमा विश्वास गर्छु। म जब प्रभु येशू ख्रीष्टलाई चिन्दैनथे, जान्दैनथे, म आफ्नै खुसीमा, आफ्नै इच्छामा, आफ्नै योजनामा संसारमा जिउँदै थिएँ। 62-63 सालसम्म म आफ्नै पारामा जिउने मानिस थिएँ। म सोमबारको व्रत बस्थेँ, गाईलाई केरा खुवाउँथेँ, रुद्राक्षको माला जप्थेँ, तर खैनी माडेर नखाएसम्म मलाई टोयलेट लाग्दैन थियो। म 3 दिन 3 रातसम्म एकै ठाउँमा बसेर तास खेल्ने मान्छे पनि थिएँ। मेरो जीवन विनाशतिर गइरहेको थियो, अस्त व्यस्त थियो, भत्रगोल अवस्थामा थियो। मैले सत्य परमेश्वर नचिनेको कारण म विभिन्न खाने, पिउने, घुम्ने यी विभिन्न कुरामा म आनन्द खोज्दै थिएँ। तर ती कुराहरूले मलाई साँचो शान्ति, साँचो आनन्द कहिले पनि दिन सकेन। तर जब मैले 62-63 सालमा एकजना भाइबाट परमेश्वरको पवित्र वचन बाइबल नयाँ करार पाएँ, तब मैले त्यो बाइबल पढ्न थालेँ। मैले मानिसहरूबाट, आफन्तहरूबाट नपाएको त्यो साँचो प्रेम परमेश्वरबाट पाएँ। परमेश्वरको वचन बाइबलमा विभिन्न कुराहरू लेखिएका छन्, जहाँ भनिएको छ, तिम्रा चिन्ता र फिक्री परमप्रभुलाई सुम्प, उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ, किनभने त्यो सजिलो छ। मेरो भारी आफूमाथि ल्याऊ, किनभने त्यो हलुका छ। यसरी मेरो भार बोकिदिनु हुने प्रभु, मेरो जुवालाई सजिलो पारिदिनु हुने प्रभुलाई मैले चिन्ने, बुझ्ने, अनुभव गर्ने अवसर पाएँ। तत्पश्चात मेरो जीवनमा विभिन्न किसिमका सुधारहरू आउन थाले। म वर्षौंदेखि त्यो खैनीमा, रक्सीमा, तासको लतमा, विभिन्न नराम्रा बानी व्यवहारहरूमा फसेको मानिस, परमेश्वरको वचनले मलाई बिस्तारै बिस्तारै धुँदै धुँदै मलाई अगाडि बढाउँदै लग्यो र 72 सालसम्म आइपुग्दा मेरो जीवनमा ती बाहिरी विभिन्न खाने पिउने कुराहरूको लतबाट त मैले छुटकारा पाएको थिएँ। तर 10 वर्ष चर्च जाँदा पनि उद्धार मुक्तिको निश्चयता थिएन। त्यसकारण म भन्न चाहन्छु, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आदरणीय आमा बुवाहरू, चर्च जाँदैमा, भेटिहाल्दैमा, असल काम गर्दैमा हामी स्वर्ग जाने होइन। आज धेरै मानिसहरूको यो विचार छ कि हामी निरन्तर चर्च गयौँ भने हामी स्वर्ग जान्छौँ। हामीले निरन्तर दशांश भेटीहरू दियौँ भने हामी स्वर्ग जान्छौँ। हामीले निरन्तर असल काम गऱ्यौँ भने हामी स्वर्ग जान्छौँ। हो, निश्चित हो कि हामीले निरन्तर चर्च हामी जानुपर्छ, किनभने चर्चमा चाहिँ परमेश्वरको विषयमा, सत्यताको विषयमा कुराकानी हुन्छ। हामीले परमेश्वरलाई दिनुपर्ने भाग भेटी परमेश्वरलाई दिनुपर्छ। आवश्यक परेको ठाउँमा मुठी खोल्नुपर्छ। हामीले यो गर्नै पर्छ। यो एउटा हाम्रो दायित्व हो। समाजमा भएको सामाजिक प्राणीको दायित्व भए जस्तै हामी चर्च जानेहरूको पनि यो दायित्व हो। परमेश्वरको वचनले याकुब 4:17 यसरी भनेको छ, यसकारण जसले असल गर्न जानेर पनि गर्दैन भने त्यसले पाप गर्छ। हो, हामीलाई असल गर्नुपर्छ भन्ने कुरा बाइबलबाट हामीलाई थाहा छ। थाहा भएर पनि हामी गर्दैनौँ भने हामी पाप गर्छौँ। तर
यो होइन कि हामीले भेटिहालेर चर्च गएर असल गरेर हामी स्वर्ग जाने भन्ने कुरा होइन। एफिसी 2:8 यो अनुग्रह हो भनेर त्यहाँ भनिएको छ। यो चाहिँ अनुग्रहबाट तिमीहरूले उद्धार पाएका छौ, यो तिमीहरू आफैबाट होइन भनेर भनेको छ। यदि हामी असल कामद्वारा हाम्रो कर्मद्वारा स्वर्ग जाने हो भने त स्वर्गमा गएर हामी घमण्डी हुन्छौँ। त्यो अधिकार मानिसलाई छैन। मानिस त मूल्यहीन बर्बाद भएको अदनको बगैँचामा, त्यो एकदमै रमणीय बगैँचा, स्वर्ग जस्तै बगैँचा, जहाँ पुरा शान्तिमा, आनन्दमा, खुसीमा, रमाहटमा परमेश्वरले आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा बनाएर हामीलाई राख्नुभएको, सबै कुरामाथि अधिकार गर्न हामीलाई दिनुभएको, सिंहहरूलाई हामीले अधिकार गर्न सक्थ्यौँ, सर्पको कुरमा बच्चाले हात हाल्न सक्थ्यो, हामी हात्तीमाथि चढेर हिँड्न सक्थ्यौँ, हामी बाघ भालु केहीदेखि पनि डराउनु पर्ने अवस्था थिएन। न तातो, न चिसो, न दुःख, न कष्ट, न रोग, न बिमार, कुनै पनि समस्या नभएका त्यस्तो मानिस परमेश्वरले सृष्टि गर्नुभएको। तर मानिसलाई परमेश्वरको आज्ञा थियो बगैँचाको बिचमा भएको असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ त्यसले नखानु, परमेश्वरको आज्ञा थियो। तर त्यो फल जब मानिसले खाए, आज्ञा उल्लङ्घन गरे, मानिस बहकियो, तब संसारमा पाप आयो। पापले परमेश्वरसँग मानिसको सम्बन्ध विच्छेद गर्यो। मानिस अदनको बगैँचाबाट निकालिनु पर्यो। त्यसभन्दा पहिला जब मानिसले पाप गरे तब उनीहरूको यो पापी आँखा खुल्यो। त्योभन्दा पहिला पाप थिएन र हामी त नाङ्गै पो रहेछौँ भन्ने थाहा पाए र मानिसले अन्जिरका पातहरू टिपेर वस्त्र बनाएर लगाए। बिहान वस्त्र बनाएर लाउँथे, दिनभरि घाम चर्केपछि जसोतसो दिन कट्थ्यो, राति सुत्दा त्यो घामले सुकेको पातहरू सबै झ्रामझुरुम भएर फेरि बिहान उठ्दा नाङ्गै। आज पनि मानिसहरू विभिन्न धर्म, कर्म, असल काम गरेर स्वर्ग जाने इच्छा गर्दैछन्। त्यो त्यही घामले सुकेको पात जस्तै हो, जसले मानिसको लाज छोप्न सक्दैन, त्यसरी नै धर्म, कर्म, असल कामले मानिसलाई स्वर्ग लान सक्दैन। प्रियहरू, म भन्न चाहन्छु, यदि धर्म, कर्म, दान, दक्षिणा, असल काम गरेर स्वर्ग जाने हो भने जन्मैको अन्धो कसरी स्वर्ग जाने? प्यारालाइसिस भएको मान्छे कसरी स्वर्ग जाने? गरिब मान्छे कसरी स्वर्ग जाने? कुनै उपाय छैन। तसर्थ परमेश्वरले मानिसलाई प्रेम गरेर आफ्नो पुत्र प्रभु येशू ख्रिस्ट पठाउनु भएर, ख्रिस्ट येशूले हाम्रो पापको दण्डको ज्याला तिरिदिनु भएर, पापको मोल स्वरूप आफ्नो अनमोल रगत बगाएर हाम्रो पाप क्षमा गरिदिनु भएको कारणले गर्दा हामी सित्तैमा अनुग्रहबाट विश्वासद्वारा धर्मी ठहरिने हो। यूहन्ना 1:12 भन्छ, तर जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। जतिले भेटिहाले, जति चर्च गए, जतिले असल काम गरे, त्यो होइन प्रियजनहरू। हामी आफै धार्मिकता कमाउन सक्दैनौँ। हाम्रो धार्मिकता प्रभु येशू ख्रिस्ट हुनुहुन्छ, जसले क्रुसमा आफैलाई बलि चढाएर शिरदेखि पाउसम्म रगतको धारा बगाइदिएर हामीलाई सित्तैमा धर्मी ठहराइदिनु भयो। हाम्रो धार्मिकता चाहिँ प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। तसर्थ प्रियजनहरू, परमेश्वरले त्यो पाप गर्ने, आज्ञा उल्लङ्घन गर्ने मानिसलाई अदनको बगैँचाबाट निकाल्नु भएपछि फेरि त्यहाँभित्र जान नसकोस् भनेर ज्वालामय तरबार राखिदिनु भयो। घुमिरहने ज्वालामय तरबार राखिदिनु भयो, अग्निमय तरबार, जो ज्वाला आगो बल्थ्यो। तर मानिस परमेश्वरबाट आएको कारणले परमेश्वर कहाँ जान चाहन्थ्यो, तर परमेश्वर कहाँ जानबाट ऊ वञ्चित थियो। पापले गर्दा परमेश्वर उसको सम्बन्ध विच्छेद भएको थियो। तब परमेश्वरले त्यो बगैँचाबाट धपाइदिनु भएपछि मानिस डुल्दै हिँड्दै जाने क्रममा बढ्दै फल्दै फुल्दै गएपछि पहिलो मानिस कैनले, पहिलो आदम र हव्वाको छोरा कैनले आफ्नै भाइ हाबिललाई मार्यो। यसरी हत्या सुरु भयो। त्यसपछि विभिन्न किसिमका पापहरू, व्यभिचारहरू, अधर्महरू, अपराधहरू सुरु भयो। मानिस 900, 950, 800, 700, 600 वर्ष हुँदै 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 अहिले 100 वर्ष बाँच्न पनि कठिन हुने अवस्था आयो।
र मानिस त्यसरी जाने क्रममा यो परमेश्वरबाट आएको आत्माले परमेश्वर खोजेको कारणले मानिसले परमेश्वर सत्य परमेश्वरलाई भेट्न नसकेपछि बाङ्गा टिङ्गा रुखहरू ढुङ्गाहरू काठहरू हैन पुज्दै सूर्यलाई चन्द्रलाई तारालाई पुज्दै परमेश्वर भन्दै यसरी मान्छे चाहिँ बेकममा भयो। तर परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले तपाईहरुलाई प्रेम गर्नुहुन्छ, हरेक मानिसलाई प्रेम गर्नुहुन्छ। परमेश्वर दुष्टको मृत्युमा प्रसन्न हुनुहुन्न, तर दुष्ट पश्चाताप गरेर फर्की आओस् र बाँचोस् भन्ने चाहने परमेश्वर उहाँ हुनुहुन्छ। तसर्थ परमेश्वरले आफ्नो एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई झन्नै 700 वर्ष पहिला भविष्यवाणी गरे मुताबिक, हेर कन्याले गर्भधारण गर्नेछ, त्यसले एउटा पुत्र जन्माउनेछ, त्यसको नाम इम्मानुएल राखिनेछ, अर्थात् इम्मानुएलको अर्थ परमेश्वर हामीहरूसँग भन्ने उहाँको प्रतिज्ञा भविष्यवाणी मुताबिक प्रभु येशू ख्रीष्ट संसारमा कन्या मरियमद्वारा आउनुभयो, कन्या मरियमको गर्भबाट आउनुभयो। आएर उहाँ हुर्काउनु भयो, बढ्नुभयो, उहाँले मानिस जति दुःख कष्ट सहनुभयो। पछि जब उहाँ 30 वर्षको भएपछि सेवकाईमा निस्कनुभयो, उहाँले अन्धाको आँखा खोल्नुभयो, बहिराको कान खोल्नुभयो, लाटोलाई बोल्ने, लङ्गोटोलाई उफ्रने, हिँड्ने, कुष्ठरोगीलाई छुनुभयो र निको पार्नुभयो। 12 वर्षदेखि रगत बगेको स्त्रीलाई उहाँले निको पार्नुभयो। मरेको मानिसलाई उहाँले जीवित पार्नुभयो। थोरै रोटी र माछाबाट हजारौँलाई खुवाउनुभयो, पानीमाथि हिँड्नुभयो। अचम्म र उद्वेगको काम गर्ने परमेश्वर उहाँ हुनुहुन्छ। यसरी प्रभु येशू ख्रीष्टले संसारमा अचम्म उद्वेगको काम गरेर सारा संसारको पाप बोकेर अन्तिममा क्रुसमा बलि हुनुभयो र अब सिद्धियो भनी घोषणा गर्नुभयो। सारा संसारको पापको मूल्य उहाँले अब सिद्ध्याइदिनु भयो, चुक्ता गरिदिनु भयो। अब उहाँले चुक्ता गरिदिनु भएको कारणले पापको मोल मैले तिर्नु पर्दैन। म पापी हुँ भनी जानेर पश्चाताप गरेर परमेश्वरतिर फर्किन्छु, प्रभु येशू ख्रीष्टलाई विश्वास गर्छु भने, ग्रहण गर्छु भने मेरो पाप क्षमा हुन्छ। तसर्थ हामीले यो बुझ्नुपर्छ कि हामी असल काम धर्म कर्मद्वारा धर्मी ठहरिने होइन, प्रभु येशू ख्रीष्टमाथि राखेको विश्वासद्वारा धर्मी ठहरिने। उहाँले हाम्रो लागि अनन्त उत्तराधिकार प्राप्त गरिदिनु भयो, अनन्त जीवन दिनुभयो। अब हाम्रो जीवनमा जीवन रहुन्जेल विभिन्न किसिमका गल्ती भुल त्रुटि हामीबाट भइ नै रहन्छन्। त्यस कारणले हामी नरक जाने होइन। येशू ख्रीष्टलाई विश्वास गरेपछि हाम्रो पाप पूर्ण रूपमा क्षमा भएर हामी परमेश्वरको सन्तान भइसकेको कारणले गर्दाखेरि हामीले उद्धार मुक्ति पाइसक्यौँ। अब हामीले गर्ने असल कामले, परमेश्वरको लागि गरिने त्यागले हामीले चाहिँ इनाम पाउँछौँ। जीवनको मुकुट राखिदिनु भएको छ परमेश्वरले। तसर्थ आदरणीय बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, केवल प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुहोस्, पापबाट फर्कनुहोस्, पश्चाताप गर्नुहोस्, तपाईँको पाप क्षमा हुन्छ। जसरी मेरो पाप क्षमा भएको छ। र जति पनि वर्षौँदेखि चर्च जानुभएको छ तर उद्धार मुक्तिको निश्चय छैन, आज स्वर्ग जान सक्नुहुन्छ, आज मर्यो भने सक्दिनँ, जान सक्दिनँ, धेरै गर्न बाँकी छ, के गर्ने? हामीले गर्ने कुरा केही पनि छैन। हामीले म पापी हुँ भन्ने थाहा पाएर पश्चाताप गरेर परमेश्वरतिर फर्किने, परमेश्वरलाई ग्रहण गर्ने, विश्वास गर्ने, परमेश्वरको वचनबाट नयाँ गरी जन्मिनुपर्छ, अविनाशी ब्रियबाट नयाँ गरी जन्मिनुपर्छ, हाम्रो पाप क्षमा हुन्छ। तसर्थ यो भिडियो हेर्ने सुन्ने सबैजनालाई म हृदयबाट प्रेम गर्छु। स्वर्ग साँच्चीकै छ, नरक साँच्चीकै छ देखेर आएको छ र भनेर भन्नुहोला। परमेश्वरको वचनले त्यो प्रमाणित गर्छ, विभिन्न धर्मशास्त्रले त्यो प्रमाणित गर्छ। यो सत्य कुरा हो, तपाईँ मान्नुहोस् या नमान्नुहोस्, तर म तपाईँलाई प्रेम गर्छु भित्र हृदयदेखि कि तपाईँ पनि यो सत्य परमेश्वरलाई चिन्नुहोस्, अनुग्रही परमेश्वरलाई, कृपालु परमेश्वरलाई, दयालु परमेश्वरलाई चिन्नुहोस्, जसले तपाईँलाई सित्तैमा धर्मी ठहराउन चाहनुहुन्छ, परमेश्वरको सन्तान बनाउन चाहनुहुन्छ, तपाईँको नाउँ स्वर्गमा लेख्न चाहनुहुन्छ, तपाईँलाई स्वर्गको नागरिकता दिन चाहनुहुन्छ, तपाईँ नरकको दण्डमा नपरोस् भनेर चाहनुहुन्छ। नरक यति डरलाग्दो छ कि जहाँ गएपछि उम्कन सकिँदैन। यो संसारमा आजसम्म कोही पनि त्यस्तो बिमारी परेको छैन जुन बिमारी चाहिँ नरकमा हुन्छ। नरकमा आगो कहिले निप्दैन, किरा कहिल्यै मर्दैन। त्यहाँ अनन्तकालसम्म पछुताई तडपै आइया आता भनेर यो पापको ज्याला भोग्नुपर्छ, त्यहाँ पापको दण्ड भोग्नुपर्छ। त्यो बिमारबाट उम्कन सक्दैन, त्यसबाट निस्किन सक्दैन। तसर्थ प्रियजनहरू, विश्वास नगर्नुभएकाहरू विश्वास गरेर परमेश्वरतिर फर्किनुहोस्। विश्वास गरेकाहरू
उद्धार मुक्तिको निश्चय हुनुहोस्। परमेश्वरको वचन पढ्नुहोस्, वचनबाट उद्धार मुक्तिको निश्चय हुनुहोस्, नयाँ गरी जन्मिनुहोस्। निकोदेमस जस्तै म बुढो भएपछि कसरी फेरि जन्मिने यस्तो प्रश्न नगर्नुहोस्। तपाईँ परमेश्वरको वचनलाई वचन मानेर, परमेश्वरको वचनलाई वचन मानेर वचनबाट जन्मिनुहोस्, उद्धार मुक्तिको त्यो अनुभव गर्नुहोस्, निश्चित हुनुहोस्। हुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यदि तपाईँ प्रभु येशू ख्रिस्टको विषयमा जान्न बुझ्न चाहनुहुन्छ भने मलाई 98 41 34 91 04मा सम्पर्क गर्न सक्नुहुन्छ। म हर पल हर समय तपाईँलाई प्रभु येशू ख्रिस्टको अनुग्रहको विषयमा बताउन तयार छु। हजुर सबैजनालाई सुनिदिनु भएको लागि, हेरिदिनु भएको लागि धन्यवाद।